गाइज हामी चाहिँ बागखोर घुम्न जान लागेको छौँ। यता दृश्यमा देखिरहनु भएको छ। हामी सबै छौँ सबै बाइकमा जान रेडी भएका छौँ है। हाम्रो यात्रा चाहिँ बागखोरसम्म ल। ल हेर्नुहोस्, अब हामीको डेस्टिनेसन चाहिँ यहीँसम्म मात्रै रहनेछ। आजको नाइट हामी यही रिसोर्टमा चाहिँ बिताउने छौँ। हामी 6-7 जना आएका छौँ र आज वेदर चाहिँ एकदमै वेदरले घात गरेर हामीले चाहिँ पछाडि केही देख्न सक्दैन, त एकदम रमाइलो नै देखिन्थ्यो यहाँ। ल तपाईँ पनि बागखोर आउन चाहनुहुन्छ भने यो काठमाडौँ साइडबाट पनि आउन सक्नुहुन्छ र हामी यता नुवाकोट साइडबाट पनि आउँछौँ है त गाइज। अब हामी चाहिँ लाग्छौँ है त बागखोर रिसोर्टपट्टि। हाम्रो चाहिँ भोलिपल्टको नेक्स्ट दिनको मर्निङ टाइममा हामी ब्रेकफास्ट गर्छौँ। ब्रेकफास्ट गरिसकेपछि हामी पुनः हाम्रै घरतिर लाग्छौँ गाइस। ल
एक दिनको बसेपछि हामीले बाघखोर फार्म पनि छोडेर जान लागेका छौँ। तपाईँहरू पनि आउनुहोस्।